गाइस वेलकम बैक टू माई च्यानल। यदि के बनाउन आछ है? रोज कसरी बनाउन भन्न म पनि बोल्दै तुसँग बनाउलो। कहाँ यो सबै कुरा बताएपछि त तँ चोरिहाल्छ नि अनि मेरो बिजनेस चौपट भएन। नबताने बे हतो कालो चिज चाहिँ के हो भन्न। यो हटगन हो हटगन। हटगन? मुल त रातो गन कालो गन सुने थियो, हटगन पनि हुने रहेछ। हुन्छ त नि। तसो भए त नदे, मलाई है चक्लेट दे नि त। कहाँ छ यहाँ चक्लेट? पुरै सेतो सेतो न्यारो छ देख्दामा, भोक लाग्छ खान म। ए पागल, यो चक्लेट थोड्न हो, यो ग्लु स्टिक हो। अहिले मलाई यहाँ काम गर्दा चाहिने हो र? हो नि। कहिले केही नदेखे जस्तो या। त्यसलाई सुन्न, भन्न भन्। त्यसलाई चाहिँ बरु मैले एउटा बुके बनाइदिएको छु कि हिजो नै बिचारा भाइ आउँछ भनेर बुके रेडी गरेर बसेको छु कि। हेर कस्तो राम्रो छ, देखाउँछु है। ल ल देखा। हेर त कस्तो राम्रो बुके छ कि। वाउ, त्यसलाई मात्रै बनाऊ कि फेरि अरूलाई चाहिँ एकदम ऊ हो अनि तँलाई चाहिँ एकदम मिलाएर दिन्छु। किन है मेरो बिजनेस तै सुरु गरिदे। कसी बाटिरहेछ बुके बनाउन सिका भन्ला रे नासिका रे। बुके चाहिँ किन्रे मु पनि कम्ता बाटो छ नकिन्ने बरु फ्रीमा दिएन दिदी। ए यति रातिसम्म नसुतेर यहाँ काम गर्ला अनि तँलाई फ्रीमा दिउला। गाई हेर्नेदेखि चल भाग। नदिने बे तू राख तेरो बुके, बरु फ्रीमा दिने भए दे मु लैजान, नदिने बे तुई राख तेरो बुके तुई पकाए खाए। जा तू इत्ते गाई पो फ्रीमा दे अरे लाज पनि लाग्दैन है कसा कसा मान्छे हो। आफसँग 2 रुपियाँ नाथिन् तू तेरो बुके किन्ने मु, बरु फ्रीमा दिने भए दे लैजान, नदिने भए तेरो बुके तुई पकाए खाए। तँ जसा मान्छे मेरो यहाँ धेरै आउने कि किन्नेले तू इत्ते गाई पो जा। ल ल गयो गयो तेरो बुके त छ बुके।